भिडियो सुरु हुनुभन्दा अगाडि जो पनि 18 वर्षदेखि मुनिको हुनुहुन्छ उहाँले यो भिडियो बन्द गर्नुस् र जो पनि 18 वर्षदेखि माथिको हुनुहुन्छ भने यो भिडियो तपाईले हेर्न सक्नुहुन्छ। र भिडियोमा सुरु हुनुभन्दा अगाडि है म तपाईलाई सानो क्लिप्स देखाउँछु, त्यो भिडियो हेर्नुस्। हकट्टेमा आएर मुझे मुख छोड्नु कमाउँछ भने सोचे हालै यहाँ हेर मेरो यहाँ पुती हेरमा हालै यस्तो हान्छ लु त लु हान त लु हान ट्याङ ट्याङ नगर बडी बोल्दाको कुले बडी बोलेछ भडक बनाएको नै देखा त मैले हात भिडियो बनाछ नि देखाउन त अनि मैले तपाई तिम्रो साइड लगाऊ के बिचमा ल्याङ ल्याङ न साइड लगाऊ के मलाई साइड लाग्ने तिम्रो साइड लाग्न के खान ल्याङ ल्याङ गर्न आको त के खान ल्याङ ल्याङ गर्न आको यहाँ भिडियो बनाएर छोरे लामो हेरे भिडियो उसो भिडियो होला नि यस्तो गरे होला ल्याङ ल्याङ गर्न आको के मैले ल्याङ ल्याङ गर्न आछ तपाई यहाँ आउनु तपाई अलि बुझ्ने हुनु त रहेछ उहाँहरु यतिकै ल्याङ ल्याङ किन गर्न आको भन्नु न। सायद तपाईहरु यो भिडियो कतिजनाले हेर्नु भएको होला है। सायद यो भिडियो एक दुई दिनदेखि धेरै भाइरल बनेको छ। यो भिडियो सायद नेपाल ठमेल भन्ने जग्गाको होला भन्नुपर्दा है। यो भिडियोमा म के भन्न चाहन्छु भन्दा चाहिँ चाहे नेपाली समाज होस् चाहे इन्डियन समाज होस् चाहे हुन त प्राय संसारमा है जहाँ पनि हामीले लेडिजहरूलाई यति साह्रो धेरै बेसी पावर दिएको छ र पावर पनि दिनुपर्छ। र कहिलेकाहीँ हाम्रो एक दुईजना केटीहरू हुन्छ है, हुन म सबैलाई भनेको छुइनँ, न म केटीहरूको अगेन्स्टमा बोल्दैको छु यो भिडियो न बनाएको न म केटाहरूकोमा छु है। यो जस्ट मैले मेरो सोचाइको लागि बनाएको छु है। तपाईहरुले एकचोटि पहिला भिडियोमा पुरा घुस्नुभन्दा अगाडि यो सुन्नुहोस् होला। र त्यही कारण है केटीहरूले बेसी पावरफुल दिएर कतिजनाले चाहिँ एकदम धेरै बेसी राम्रो दिनु पनि पर्छ है केटीहरूलाई। र कतिजना केटीहरूले चाहिँ के गर्दैछ भने चाहिँ जस्ट यो भिडियोमा तपाईहरु देखिसक्नु भएको छ होला। एकैचोटि आएर है केटालाई मामा के बोलेको छ र मलाई पनि यो भिडियोमा यो भिडियो हेरेर चाहिँ एक दुईवटा मलाई त्यही कुरा राख्नु थियो भनेर चाहिँ म तपाईहरुको अगाडि आएको छु है। सायद तपाईहरु यो भिडियो हेरेर के कतिजनाको नराम्रो कमेन्ट पनि आउन सक्छ, कतिजनाको राम्रो कमेन्ट पनि आउन सक्छ। म त्यसको लागि मलाई राम्रो पनि ठिक छ, नराम्रो कमेन्ट आए पनि ठिक छ है। र जस्ट यो एउटा मेरो सोचाइले बोलेको है। र हाम्रो सायद यो भिडियोमा जुन चाहिँ दिदीबहिनीहरू बोल्दै गरेको हुनुहुन्छ नि सायद उहाँहरूको है न दाजु होला घरमा न भाइहरू होला है। र त्यो भिडियो यति साह्रो भाइरल हुन्छ भनेर उहाँहरूलाई पनि थाहा थियो होला सायद, तर पनि भाइरल होस् नहोस् है उहाँहरूले बोलेको एकदम बोली उहाँहरूको संस्कार नेपाली समाजमा यति साह्रो राम्रो देखाउनु भएको रहेछ क्या। सायद सबै केटीहरू हुँदैन र म भन्दैछु है सायद हाम्रो दिदीबहिनीहरूलाई है कतिजनाले नराम्रो पनि भन्छ, तर म नराम्रो भन्दिनँ। सायद होइन जस्तै होइन 100%मा 3% 4%हरू यस्तो दिदीबहिनीले गर्दा है हामी धेरै है संसारमा धेरै केटाहरूलाई लुटेको पनि छ है, धेरै केटाहरू फसेको पनि छ। तर म चाहिँ भन्न चाहन्छु है उहाँहरू पनि जुन चाहिँ यो भिडियोमा तपाईले मुख छाराछार गरेर के गरेर हेर्नु भएको छ नि त्यो एकदम नराम्रो तरिकाले लागेको छ है। र तपाईलाई के लाग्छ कमेन्ट गर्नु नभुलिनुहोस्। तर